अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन्। भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन्। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको बताए। उनका अनुसार भन्सार ऐनलाई पूर्ण रूपमा सरकारले कार्यान्वयन गर्नेछ। त्यसैका लागि मन्त्री परिषदबाट नियमावली स्वीकृत गराउन लागि उनले जानकारी दिए। सकभर आज मन्त्री परिषदमा भन्सार नियमावली पुग्ने बताइएको छ। भन्सार ऐनलाई लिएर कतिपयको दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरू आउने गरेको बताउँदै खनालले दण्ड फर्स गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्नेमा जोड दिए। निजी क्षेत्र र भन्सार अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्न नपर्ने अवस्थामा जानुपर्ने खनालले बताए। भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत उनको भनाइ थियो। हामीले निजी क्षेत्रको लाई सहज गराउनको निमित्त व्यापार सहजीकरण गर्नको निमित्त जुन नयाँ भन्सार ऐन ल्यायौँ, त्यो भन्सार ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्नको निमित्त भन्सार नियमावली तर्जुमा गर्नको निमित्त केही लामो समय लाग्यो। तर मेरो विचारमा त्यो आज साँझसम्ममा मन्त्री परिषदमा पुग्न सक्ने अवस्थामा त्यसको तयारी भइरहेको छ। आज साँझ पुग्न सकेन भने भोलि पक्कै पुग्ला। त्यसपछि 10-12 दिनको अवधिमा मन्त्री परिषदमा एउटा प्रक्रिया छ, दफावार त्यसको छलफल हुनुपर्छ। सबैजनाले त्यसको कानुनी तारतम्य मिलेको छ कि छैन, त्यो सिलसिलेवार छ कि छैन, ऐनसँग परस्पर बाजिएको छ कि अरू कुराहरूसँग बाजिएको छ भने परीक्षण गरेर केही समयपछि त्यो नियमावली आउँछ। र एउटा प्रश्न बेला बेलामा विगतमा आन्दोलनको धम्कीसहित उठ्थ्यो, अहिले सल्लाहसहित पनि भर्खरै नेपाल च्याम्बर अफ कमर्सका अध्यक्षले भन्नुभयो कि एउटा सहजकारी सहयोगी शासन व्यवस्थामा सुशासन हुन्छ भने त्यसमा दण्ड ज्यादै चर्को हुनु हुँदैन भन्ने छ। दण्ड भरिसक गर्नै नपर्ने अवस्था आउनु उत्तम हो। अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए। उनले आफू निजी क्षेत्र मैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत